हाम्रो चाहिँ कार्तिक 15 गते भएको प्रिटेस्टको चाहिँ प्रमाणपत्र चाहिँ आज आइसकेको छ र आज चाहिँ म हजुरलाई त्यो कसरी डाउनलोड गर्न सकिन्छ भनेर चाहिँ म देखाउन गइरहेको छु। पहिला चाहिँ हजुर गुगल वा क्रोममा जानुहोस् र त्यसपछि यहाँ चाहिँ लोकसेवा भनेर सर्च गर्नुहोस् है। त्यसपछि यो पहिल्यै यो वेबसाइट आउँछ, यसमा क्लिक गर्नुहोस् र त्यसपछि हो यहाँ अनलाइन एप्लिकेसन भनेको छ, यसमा थिच्नुहोस्। यहाँ चाहिँ हजुरको फोन नम्बर र पासवर्ड हान्नु होला है। हजुरले के हान्नु थियो पहिला त्यसरी बुझाउनुहोस् है। त्यसपछि हजुरको चाहिँ यहाँ यो पुरै आउँछ। त्यसपछि हजुर चाहिँ हो यहाँको यो 3 धरको देख्नु भएको छ नि, हो यहाँ जानु होला यहाँ। त्यसपछि यहाँ तल चाहिँ मेरो आवेदन भनेर लेखेको छ, हो यहाँ क्लिक गर्नु होला। त्यसपछि हो यहाँ पूर्व योग्यता परीक्षा उत्तीर्ण प्रमाणपत्र भनेर लेखेको छ यो लास्टमा, हो यसमा थिच्नु होला। हो त्यसपछि हो यहाँ चाहिँ सर्टिफिकेट डाउनलोड भनेर चाहिँ सहायक चौथो तह वा सराहका पद भनेर चाहिँ यहाँ सर्टिफिकेट डाउनलोड भनेर आएको छ, हो यहाँ क्लिक गर्नुहोस् र त्यसपछि चाहिँ हजुरको चाहिँ यसले चाहिँ ट्याक्क सर्टिफिकेट दिन्छ। हजुरले चाहिँ यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ है साथीहरू। ल धेरै धेरै बधाई छ पास हुनुभएकोमा। ल